सबै साथीहरूलाई नमस्कार। म आज तपाईहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर 12 मा के कस्ता विकास निर्माणका गतिविधिहरू भएको छन्, खास गरी यहाँ सडक निर्माण र यहाँको बस्ती विकास चाहिँ कस्तो छ, आज म तपाईहरुलाई यो दृश्य देखाउनको लागि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 12 अन्तर्गत नेवारेमा आइपुगेको छु। तपाईहरुलाई म आज यहाँको सडक अवस्था र यहाँका जनप्रतिनिधि वडा अध्यक्ष चुडामणी चपाईसँगका कुराकानी यहाँ पस्कनेछु। हामी निर्वाचित भएको 3 वर्ष पूरा भएर 4औं वर्षको बजेट कार्यान्वयन गर्दैछौँ। हामीले विगतको 50औं वर्षको लामो पर्खाइपछि वीरेन्द्रनगर 12 ले पूर्वाधारमा निकै ठुलो फर्को मारेको छ र वीरेन्द्रनगरको सबैभन्दा राम्रो विकास भएको भनेर पनि बाहिर पब्लिकले समाजले र अन्य ठाउँका मान्छेले पनि चर्चा गरेको विषय बनेको छ वीरेन्द्रनगर 12। यसको अर्थ यो हामी सफल हुन यो पुगेका छौँ कि वीरेन्द्रनगर 12 मा सरकारका प्रतिनिधिले मात्रै यो कामलाई चाहिँ अगाडि बढाएका थिएनन्। यहाँका कर्मचारी, यहाँका बौद्धिक लेभल र सबैसँग सहकार्य गरेर 3 तहका सरकारसँग हामीले थप बजेट पनि ल्याउन सफल भयो र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, कार्यपालिका, त्यस्तै गरी प्रदेश सरकार, त्यसै गरी केन्द्रीय सरकारका बजेटहरू पर्याप्त रूपले आउँदा र त्यसलाई चाहिने कहीँ कतै फ्रिज नफाल्दाखेरि, फ्रिज फाल्नै दिएनौँ हामीले, त्यो गर्दाखेरि हाम्रो वीरेन्द्रनगर 12 अत्यन्तै एउटा विकसित वीरेन्द्रनगर नगरी को रूपमा पहिचान दिन सफल भएको छ। र यो वर्ष पनि वीरेन्द्रनगर 12 मा 11 वटा बाटा सडक पिचहरू छन् र अन्य कामहरू पनि धेरै छन्। यहाँ सकेसम्म राजनीतिकरण छैन, सबैको चाहिने सहयोगले वीरेन्द्रनगर 12 राम्रो देखिएको छ।